सबैजना एक एकजना बोल्नु ल यसरी बुझ्ने र सुन्ने सबैले आफ्नो कुरा सुन्नु पर्यो आफ्नो कुरा बुझ्नु पर्यो मैले सचिव सर यति अब सिफारिस मिलाइदिनु न भन्दाखेरि यो त हुँदैन यो कृषि क्षेत्र हो आवास क्षेत्रमा ल्याउन मिल्दैन भन्यो। त्यसपछि म उस कहाँ गयो अब सदस्य हो सदस्यले त अब मिलाउँछ होला नि त भने म गएको तिमी कहाँ जाँदाखेरि अब यति लाग्छ होला पार्टी भने हो नि मैले यति भनेको छैन। सम्पूर्णलाई नमस्कार। एकदम पत्रकार मित्र लगायत यहाँ ओडावासीहरू सम्पूर्णलाई नमस्कार। म के भन्छु भने 1 रुपैयाँ 1 पैसा यहाँ ओडाको कसैको मैले लिएर खाएको छैन। 1 नम्बर 2 नम्बर उहाँको घर बाटोको हो। उहाँले अघि भन्नुभयो नि बहिनीहरू विदेश थियो विवाहिता भनेपछि अब उहाँहरूको संयुक्त नाममा थियो। नवाना जग्गा बेच्दा एकजना तपाईँले नि मिडियामा आएको थियो एउटा भाइले 70 लाख रुपियाँ धुइसेल अस्पतालबाट ठगिबो भने एउटा आएको थियो नि हजुरहरूलाई त थाहा छ नि मिडियामा हो। उहाँ भाइको मृगौलाको पीडित त्यस्तो। अनि गणेशहरू ल गणेश भन तिमीलाई मैले के भनेको छु 1 रुपैयाँ पैसा कसैले दिनु पर्दैन भनेर मैले बारम्बार भनेको मान्छे उहाँले आएर 3 चोटि एक सुगा कसैले दिनु पर्दैन गणेश भाइ तिम्रो काम हुने काम यहाँ हुन्छ त्यो विचार यताउति कुरा त्यस्तो गरेर नहिँड है कसैलाई मैले म बरु फाँसी दिएर तपाईँहरू यी मारिदिनुहोस् न सबैजना हुनुहुन्छ। मैले 1 रुपैयाँ पैसा खाएको 1 रुपैयाँ पैसा उहाँसँग लिएको घर बाटोलाई उहाँको पहिरो गयो तर स्कुलमा बस्नुभएको छ। हामी हाम्रो बहिनीलाई ल धर्म सम्झेर भन्नुहोस् तपाईँ हाम्रो बहिनीहरू आयो भने विवाह खर्च त्यो गर्ने म गर्छु सर मलाई दिनु पर्यो यति दिनुहोस् भनेपछि उहाँले निवेदन देखेर सरजमिन गराएर भोलि केही पर्यो भने बहिनीहरू आएर मलाई उ भयो भने सरजमिन गराएर मैले उहाँको घर बाटो दिएको हो। तपाईँहरू हेर्नुहुन्छ भने भोलि सम्पूर्ण कपीहरू यहाँ ओसी हुन्छ नि हामी कहाँ कार्यालयमा ओसी छ त्यो मितिबाट म ओसी खोजेर तपाईँहरूलाई दिन्छु। म भ्रष्टाचार यदि मेरो आफ्नै श्रीमती छोरा सदस्यले गर्छ भने कारवाही गर्नुपर्छ भनेर अघि नै उहाँहरूलाई नि मैले यदि भ्रष्टाचार कसैले गरेको छ ल ठिक छ रमेशले गर्यो मैले गरेँ भने तपाईँहरू निवेदन दिनुहोस् जिल्ला प्रशासन कार्यालय यहीँ दिनुहोस् म यहीँबाट कारवाही गर्छु प्रहरी बोलाएर हत्कैल ल्याएर म आफै जान्छु त्यो भनेर तपाईँहरूलाई मैले भने हो कि होइन तपाईँले भन्नुभयो सर। अनि अध्यक्षज्यू पहिला सिफारिस चाहिँ उहाँलाई दिन नमिल्ने थियो दिन के थियो भने बिहा खर्च भनेर राखेको कुरा थियो होइन 4 जनाकै नाममा थियो छोरीहरूको नाममा थिएन। विवाह भएर चाइनिजसँग गएको बिहा भएको थियो बिहा भएको नभएको थाहा छैन बेपत्ता भन्नुभयो बेपत्ता भएपछि उताई भएपछि उहाँहरूकै नाममा 4 जनामा थियो दिन मिल्ने थियो सिफारिस दिएको छ दायाँ बायाँ के गरेको छ। सुरुमा चाहिँ सिफारिस पाउनु भएको थिएन अरे पछि पाउनुभयो पैसा दिए पछाडि त्यो त मलाई थाहा भएन पैसाको विषयमा सुरुमा पहिलोचोटि सिफारिस दिए होइन तिमीहरूको यो के अरे विवाह भने सबै बेचेर सिध्याउँछौ यति बेच्यो अस्तिनको अहिले फेरि बेच्ने त्यो चाहिँ नगर म दिनु सिफारिस भनेर भने हो मैले त्यति चाहिँ त्यो पछि त्यही अघि भने मैले कथा व्यथा उहाँहरूको घरबास भएन स्कुलमा विद्यालयमा बस्नुभएको थियो तपाईँहरूले नि मिडियामा उहाँहरू पनि आएको थियो नि हामी यसरी पहिरो लाएर घरमा गएपछि घरमा आएर स्कुलमा बसिया छु भने के अरे आफ्नो व्यवहारिक नै हेर्नुपर्छ। मैले उहाँलाई नि बिहान त्यही भने उहाँले बिहान भनेपछि मैले यो कुरा थाहा पाएको उहाँले मलाई फोन गर्नुभयो अझ नाता प्रमाणित के अरे बिहा दर्ता भन्नुभयो अनि मैले सोधेँ बिहा दर्ताको त केही होइन रहेछ हजुर भन्छ अनि उहाँले यो केस भन्नुभयो ए ल त्यसो भए के रहेछ म मिलाउँछु भनेर बिहान म ज्ञान दाइको घरमा पुगेको थिएँ पिप्लेमा हिजो उहाँहरूले मलाई बोलाउनु भएको थियो हिजो त म हिजोसम्म कार्यवाहक उहाँ हुनुहुन्थ्यो ए म यति भन्छु भ्रष्टाचार मैले गरेको छु भने तपाईँहरू मलाई मारिदिनुहोस् झुन्ड्याइदिनुहोस् ल मैले त त्योभन्दा के भन्नु तपाईँहरूलाई त्यस्तो दयानी पहिला चाहिँ सुरुमा चाहिँ सिफारिस के भएर चाहिँ नपाएको तपाईँले पहिला चाहिँ यस्तो रहेछ कृषि रहेछ हजुर त्यो भएर चाहिँ नपाएको अनि त्यसपछि आवास क्षेत्र लिएर आउनको लागि 1 लाख रुपियाँ मागेर चाहिँ 1 लाख अनि पछि चाहिँ के भयो चाहिँ अब 1 लाख रुपियाँ खर्च गऱ्यो भने चाहिँ हुन्छ भनेर 1 लाख रुपियाँ खर्च गरे पछाडि चाहिँ प्रोसेस के भनेर प्रोसेस भन्नुभयो कि तपाईँले पैसा दिए पछाडि चाहिँ अनि तपाईँले उहाँलाई 1 लाख रुपियाँ दिनुभयो अनि उहाँलाई 1 लाख रुपियाँ दिए पछाडि चाहिँ उहाँले चाहिँ सिफारिस डाइरेक्ट मालपोतमै लिएर आउनु पर्यो तपाईँले त्यो भन्नुभएको र छैन सर हैन भिडियो छ सर उहाँसँग मैले त्यो विषयमा कुनै टच पनि छैन। मैले त्यो विषयमा उहाँसँग बोलेको पनि छैन तिम्रो जग्गा बेच्छु पनि बेच्छु भन्ने पनि कुरा पनि मैले गरेको छैन। यो जग्गाको सम्बन्धी सिफारिस पनि उहाँले ल्याएको हो सिफारिस ल्याएर मलाई त्यो हाम्रो त्यो रनबाजी भन्नेले मलाई उ गरे अनि उसले के भन्यो भन्दाखेरि तिम्रो परिश्रमिक अनुसार मलाई मैले यति फाइदा आएको बापत तिमीले यति लिनुहोस् भनेर उहाँले मलाई दिएको हो मैले लिएको हो सर। मैले रासो पनि तिर्या हो मैले लगभग बिर्सियो होला सर त्यो
किन्ने मान्छेले पो रासन होइन उहाँले नै लाभ पर्को उहाँले सानीआमासँग छ होइन उहाँले नै भनेको ऊ पनि रासो पनि तिर्नु अनि त्यहाँबाट त्यो उसको पनि गर्नु तपाईँको राजस्व निकाल्नु ल कति तिर्नु भएको छ भने तपाईँले कति चाहिँ राख्नुभयो खर्च चाहिँ अब त्यो त्यति याद पनि भएन सर मलाई तपाईँले कति राख्नु भयो नि थाहा छैन कति तिर्यो भने नि बिर्सिनु थाहा छैन त्यो बेला चाहिँ उहाँले खुसीले नै तपाईँ लिनु होला म भनेर चाहिँ मैले त्यति भने कुरा कति महिना यो लगभग 1.5 वर्ष अगाडि 1.5 वर्ष म फेरि यहाँ आउनुभन्दा अगाडि चाहिँ धेरैजनासँग मेरो कुरा भयो मैले कतिजना फोन उठाइन यहाँ कोहीले 3 महिना भन्नुभयो कोहीले 1 वर्ष भन्नुभयो कोहीले 6 महिना भन्नुभयो कोहीले 1 महिना भन्नुभयो कोहीले यो कुरा आजकै भने मलाई त्यो त तपाईँको त्यो पेपर यो कुरा चाहिँ सिफारिसको पेपर हेर्दै थाहा हुन्छ सर अब यो कुरा चाहिँ तपाईँहरूको दुईजनाको कुरा नमिलेर बाहिर निस्क्या हो कि होइन होइन सुन्नु मेरो कुरा सुन्नु न तपाईँहरू दुईजनाको कुरा नमिलेर चाहिँ बाहिर निस्क्या हो कि होइन नत्र त भने मलाई कसैले 6 महिना कसैले 1 वर्ष कसैले 3 महिना कसैले आजकै भने आजै अहिले भर्खरै चाहिँ भने कसरी निक्ल्यो भने यो बार भएको कुरा हो होइन हजुर तपाईँको एउटा नागरिकताको पनि 50,000 मागेको छ कि नागरिकताको सिफारिसको सदस्यले गरेकै छ कि त्यो गरेकै हो के त होइन अनि त्यो पैसा नभएको गरिब परिवार भएर पैसा दिन नसकेको कुरा चाहिँ छुट्टै छ तर त्यसरी मागेको छ के अनि अब कति चाहिँ दिन सक्छ त यो कुरा हुँदा हुँदै अनि सबै कुरा थाहा हुँदैन तपाईँहरूसँग प्रमाण चाहिँ कति प्रमाण त्यही त अहिले जुटाएर आयो भिडियो छ हामीसँग प्रुफ कति खाएको छ भने देखाइदिनु त मालपोतसम्म सेटिङ मिलायो भन्न भिडियो छ त हिजो बोलेको अघिसम्म पनि तपाईँले मालपोतको अघि 1 बजेसम्म पनि तपाईँको के भनेको थियो भने उहाँ दाइले मैले 1 लाख रुपियाँ दिएको हो 20,000 खर्च गयो तिमीलाई 80,000 फिर्ता दिन्छु भने हो कि मामा ल भन्नु उसले लिन्छ पनि भनेको थियो म लिन्छु उसले म लिन्छु यो तनावमा उसले लिन्छ भन्दा पनि त्यो भएन होइन खाएको नखाएको भए किन दिन्छु भनेर मैले त दुःख गरेको मेहनतको अनुसारको उहाँले यो समस्या नआएको 80,000 रुपियाँ क्लियर भयो तपाईँले निम्न हाल्न पाउनु भयो नि त तपाईँ प्रुफ भएन तपाईँ निम्न जिल्ला प्रशासन हाल्नुहोस् तपाईँहरूको माग चाहिँ के हो त हाम्रो यो भ्रष्टाचार